गाइस यहाँ चाहिँ मैले अनलाइन मिसोबाट यो चाहिँ सागको मस्टर्ड ग्रिन भन्छ यसलाई। यो चाहिँ हाम्रो नेपालीहरूको उता पाइन्छ र हामी चाहिँ बाहिर छौँ र अहिले हैदराबादमा छौँ र हामी साग खानु पाएको छैन र चाहिँ रोप्नुको लागि चाहिँ हामीले यो मगाएको छौँ। यो चाहिँ सागको भयो अनि यो चाहिँ धनियाको अनि यो चाहिँ पालकको चाहिँ यस्तो हुँदो रहेछ। यो चाहिँ हामीलाई फ्रीमा दिएको, यो चाहिँ गिफ्ट भनेर आएको थियो मिसोबाट। अनि यो चाहिँ हामीलाई 2टा फ्री मल दिएको छ, कति क्युट छ। अनि अब यो चाहिँ हामी त्यसलाई अब रोप्न आँटेको भनौँ। तपाईँहरूलाई पनि घरदेखि टाढो हुनुहुन्छ, कसै परदेशमा हुनुहुन्छ, कसै कहाँ हुनुहुन्छ भने तपाईँहरूले पनि अब रोप्नुहुन्छ भने चाहिँ मिसोमा पाइँदो रहेछ। यो सबै के भन्छ सबै पाइँदो रहेछ र हामी चाहिँ एकपल्ट यो ट्राई गर्न आँटेको रोपेर। सो किप वाचिङ। खाना भने क्युट। यहाँ चाहिँ हामी धनिया र त्यो पालक मिक्स गरेर हालिदिउँ भनेको। अनि यहाँ चाहिँ साग मात्रै, सागको लागि चाहिँ यो चाहिँ उयसको लागि धनियाको लागि माथि भइरहेको छ नि त हो। यस्तो छ गाइस, हेरिदिनुहोस्। यस्तै छ परदेशको ठाउँमा खानु मन लाग्छ गाउँघरको सागसब्जीहरू, तर म चाहिँ उम्रिन्छ जस्तो नै लागिरहेको छ। पहिलातिर पनि हामीले यसरी खान्थ्यौँ बेङ्गलोरतिर हुँदा। यो चाहिँ हामीले रेडी पारेको, नहाँसिदिनुहोस् होला, हाम्रो सानो छ। अब यो कहिले उम्रेर खाइसक्ने भन्नु। गाइस यो चाहिँ हामीले अघि नै रेडी पारेर राखेको छौँ। माटो चाहिँ अब यहाँ गाउँघरमा जस्तो हुँदैन। हामीलाई चाहिँ पुरा सागहरूको पुरा याद आउँछ। 1-2 वर्ष भइसक्यो बाहिर बसेको कारणले चाहिँ। त्यो भएर चाहिँ हामीले अब सायद हुनसक्छ हामीले मल पनि यहाँनिर माटो पनि किनेर ल्याएर चाहिँ अघि नै रेडी गरेर राखेको छौँ। यहाँ म र मेरो दिदी चाहिँ यस्तो गर्दैछौँ गाइस, हेरिदिनुहोस्। तपाईँहरूले सेयर पनि गरिदिनुहोस् यसरी रोप्नुपर्छ भनेर। अब हामी त खासै नै आउँदैन रोप्नु, र पनि हामी चाहिँ जस्ट ट्राईको लागि उम्रेछ भने चाहिँ तपाईँहरूलाई पक्कै देखाउने छु गाइस। मस्टर्ड ग्रिन्स भन्छ यसलाई चाहिँ। जसले नेपालीमा साग भनेको बुझ्दैन, अरूले पनि बुझ्दैन। सो हिन्दीमा त हामीलाई बोल्नु आउँदैन। यहाँ पनि अलिकति लगाइदियो ल, पनि अलिकति लगाइदिए। पुरा छ नि यो, अब पटै छैन हाम्रो, कम्ती छ। अनि त्यस्तो छ अब दुःख सुखको यस्तै छ। यो चाहिँ अब आयो हाम्रो धनिया। यो चाहिँ भयो धनिया सिड, कोरिएन्डर सिड भन्छ यसलाई चाहिँ, कोरिएन्डर सिड। चेपमा त नहाल है साह्रै, यसरी फैलाएर हालिदियो। यसरी फैलाएर हालेको राम्रो हुन्छ। पुर्नु पर्दैन, अलिअलि उयो मात्रै गर्नुपर्छ, यसो मात्रै गरेर यसलाई फ्री गिफ्ट। तपाईँहरूले अघि पनि देखाएँ नि, लिटल गिफ्ट फर यु, फ्री सिड्स। थ्याङ्क यू मिसो। यो चाहिँ पालकको रहेछ, हेर्न सक्नुहुन्छ पालक। यो पनि एकदम राम्रो हेल्दी साग हो। चाहिँ त मिक्स नगरिदिउँ होला, भयो होला। यसमा त धनिया त हालिनँ है, यसमै हाल्दिउँ न पालक पनि हामीले चाहिँ यहीँ लगाइदिएँ। अब हुन्छ कि हुँदैन गाइस, र पनि अब कोसिस जारी छ हाम्रो। टु बी कन्टिन्यू। तपाईँहरूलाई उम्रियो भने उयो भयो भने हामी फेरि भिडियो गरेर देखाउने छु है गाइस। यो चाहिँ भइसकेको छ। हामीले यहाँ सिड चाहिँ यसमा लगाइदिइसकेको छौँ, सबै मिक्स गरेर लगाइदिएको छौँ। अब उम्रेपछि चाहिँ तपाईँहरूलाई फेरि हामी देखाउने छु। अनि हाम्रो च्यानल प्लिज लाइक, सब्सक्राइब अनि सेयर गरिदिनुहोस् होला। टु बी कन्टिन्यू। ओके, बाई बाई।